हेलो गाइज, वेलकम टु माई च्यानल। आज चाहिँ हामी कर्णाली पुल घुम्न आएका छौँ। अब हजुरलाई सुरुदेखि देखाउँछौँ है त। उता जाऊँ, उतापट्टि। अब ब्रिज क्रस गर्दैछौँ होइन, झ्याप झ्याप होइन। यहाँ चाहिँ देख्न सक्नुहुन्छ हामी कहाँ आएका छौँ, कर्णाली पुल। कति 500 मिटर लम्बाइ रहेको छ यसको चाहिँ। र अब चाहिँ हामी हिँडेर जान्छौँ, कतिसम्म खुट्टा दुख्दो रहेछ भनेर। बाहिर मेरो चाहिँ हिँडाइ सुरु छ। हेर्न सक्नुहुन्छ, वाउ, नदीको बहाव धेरै नै छ। के यता आइज, के यता आइज। हेर्न सक्नुहुन्छ नदी, पानी, बर्सातको मौसम भएर पानी बढेको छ। त्यही भएर आज हामीले ऱ्याफ्टिङ नि गर्न पाएनौँ। ओहो, शीतल हावा चलिरहेछ। होइन, लामो गराउने। कस्तो हावा मजाको चलिरहेछ यता। आइज, हाम्रो हिँडाइ जारी नै छ। हेरौँ कर्णालीको पुलमा। यहाँ चाहिँ ऱ्याफ्टिङ गर्न हामीले चाहिँ एक्सपेक्ट गरेको चाहिँ एकदमै राम्रो होला भन्ने सोचेको थियौँ। तर ठिकै छ, त्यस्तो नराम्रो नि होइन। घुम्न आउनु सक्नुहुन्छ। नखिच्ने, यहाँ मान्छे राम्री भएछ देख्नै। एकजनालाई होइन, मैले कतिजनालाई भने 10 जनालाई भनिसकेँ होला। देख्नुभयो, राम्री हुनुको कमाल एउटा यो हो। के गङ्गे भनिराख्नु हाँसो त। हामीलाई ब्लगमै पिट्दै लान्छ। थ्याङ्क यू। तर कस्तो मजाको हावा चलेको, हात पनि दुख्यो है मेरो त। You can see, look at this river, it's overflowed. That's why rafting system stop. We stopping in the middle of this road. ऊ चाहिँ को भाइ भन्ने सोच्नु होला, ऊ चाहिँ मेरो मामाको माइलो छोरा। उहाँ चाहिँ फिजियोथेरापी गराउने भनेर आउनु भएको। मैले कर्णाली पुलमा ल्याएर फिजियोथेरापी गराइदिएँ उहाँको। यो हो मेरो प्राणभन्दा प्यारो माइती घर, माइती घर। यहाँदेखि है ठ्याक्कै। ल अब हामी चाहिँ फोटो सेसन स्टार्ट गर्छौँ। हजुरहरूलाई यतिसम्म नै क्लिप दियौँ। अहिलेसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। सब्सक्राइब गरिदिनु होला, लाइक गर्नु होला। म युट्युब च्यानलमा हाल्छु, अनि हेर्नुहुन्छ उहाँले होइन त। हो ल, गुड बाई।